आन्दोलन बेला माओवादी जगजगी बेला म पनि नाफाको जिन्दगी बाँचेको मान्छे हो। माओवादी आन्दोलन माओवादी मार्न अब आज मार्छन् कि भोलि मार्छन् भन्दै गर्दा कहाँ जाने। एकजना साथीसँग मेरो राम्रो सम्बन्ध थियो नेपालगञ्जमा। अनि नेपालगञ्ज साथीहरूसँग तिनकै घर आउने जाने गर्थेँ। उनकै कारणले गर्दा म पनि नेपालगञ्ज बसोबास गरेँ। त्यही क्रममा आदरणीय नेता सुशील कोइरालासँग सम्बन्ध भयो। त्यसकारण पनि म पार्टीमा त थिएँ तर पनि उहाँसँग सम्बन्ध भएपछि उहाँसँग नजिक भएर मैले काम गर्ने मौका पाएँ। उहाँका धेरै कुरा मैले उहाँको धेरै कुराहरूलाई पछ्याएर आज यो पार्टीको एउटा लुम्बिनी प्रदेशको सभापति बने। यहाँ थुप्रै साथीहरूले मलाई त्यतिखेर पनि भोट दिनुभयो। फेरि अहिले तपाईँहरूको बिचमा मैले अहिले पार्टी देश गम्भीर परिस्थितिमा छ। देश गम्भीर परिस्थिति हुँदा तपाईँहरू बिचमा फेरि मत माग्न आएको छु। म यो निर्वाचन क्षेत्र कसरी के भयो भन्ने कुरा फरक खालको कुरा यहाँ तपाईँहरू बिचमा किन आएको छु भने यसपालि नेपाली नै गम्भीर परिस्थितिमा उभिएका छन्। त्यसकारण नेपाली काङ्ग्रेसका साथीहरूले बुझ्नुपर्ने बेला आएको छ। नेपाली काङ्ग्रेसका नेता साथीहरूले बुझ्नुपर्ने बेला आएको छ। अरू पार्टीका साथीहरूलाई पनि नेपाली काङ्ग्रेसतिर नेपाली काङ्ग्रेसलाई जिताउनु पर्छ भन्ने हामीले बुझाउनु पर्ने छ। सबै नेता साथीहरूलाई म आग्रह गर्न चाहन्छु, देशभरि 165 निर्वाचन क्षेत्रमा काङ्ग्रेस उभिएको छ। सिङ्गो काङ्ग्रेस एक्लै लडेको छ। काङ्ग्रेसको हिम्मतका कारणले गर्दा अरू पार्टीले पनि कतै गठबन्धन गरेको आवाज आएको छैन। काङ्ग्रेसले महासमिति बैठकबाट निर्णय गर्यो हामी कुनै पनि बेला कुनै पनि निर्वाचनमा हामी निर्वाचन अगाडि कुनै पार्टीसँग गठबन्धन गर्ने छैनौँ। काङ्ग्रेसको रूप चिन्ह लिएर हामी प्रतिस्पर्धा गर्नेछौँ।